Hello guys, welcome back to my YouTube channel. So guys, आज म धेरै दिनपछि म YouTube को लागि भिडियो बनाइरहेको छु। So guys, आज म एउटा चीज लिएर आएको छु, एउटा कुरा लिएर आएको छु। आज धेरै दिनदेखि यसको बारेमा सोचिरहेको थिएँ। त्यो आज फाइनली मेरो हातमा आइसकेको छ। र आज यो हामी अनबक्सिङ गर्न गइरहेका छौँ। यो के हो साथीहरूलाई हेर्दै थाहा भइसक्यो। सो आज मेरो हातमा यो आएको छ। धेरै दिनदेखि म यो लिन खोजिरहेको थिएँ, तर हाम्रो नेपालमा किन्दाखेरि अलिकति निकै महँगो परेको थियो। त्यस कारणले गर्दाखेरि मैले यो आज अमेजनबाट अर्डर गरेको छु। सो गाइज, अब म यो अनबक्सिङ गर्न गइरहेको छु। सो गाइज, अब हुन त मैले हिजो अनबक्सिङ त हिजो माथिको कभर चाहिँ हिजो खोलेको थिएँ र आज म भित्र के छ त्यसको बारेमा आज हामी डिटेल्सली हेर्ने हो गाइस है। यो आउँदैछ। सो गाइस, म यहाँ अनबक्सिङ गर्न गइरहेको छु। सर काटे ल, अब हामी भित्र के छ हेर्नेछौँ मैदान। सो गाइस, अब यहाँ भित्र खोलेर हेर्दाखेरि सुरुमा यस्तो यो अप्सन दिएको रहेछ, कसरी के गर्ने भनेर के छ के गर्ने भनेर यहाँ दिएको छ है मेनुअली। त्यस पछाडि माथि एउटा सानो एउटा प्याकेट आउँदो रहेछ है। यो प्याकेटभित्र के छ फर्स्ट त्यो हेरौँ है। ल, कम्पनीको तर्फबाट हामीलाई यो एउटा लभ लेटर है। अब यो लभ लेटरमा के लेखेको रहेछ कम्पनीले, अब त्यो फुर्सदको बेलामा हामी पढ्ने। यो पनि एउटा मेनुअल हो, गाइड मेनुअल। यो स्टिकर हो। यो स्टिकर त दिन त दियो, स्टिकर चाहिँ कहाँ लगाउने हो यो मेन्सन गरेको छैन है। त्यस पछाडि आयो अर्को, खै के हो, वारेन्टी कार्ड होला। यो वारेन्टी कार्ड हो, 1 वर्षको वारेन्टी हो। ल, त्यसपछि आयो हाम्रो यो के झरो, यो बार कोड हो। साथसाथै कम्पनीले हाम्रो लागि अचारको प्याकेट पनि पठाइदिएको रहेछ है। अचारको प्याकेट हो, हेर्नुहोस्। सिलिकन जेल डु नट इट। यो त नखाने अचार पो रहेछ त। अब खै अब कस्तो खालको के गर्ने हो, खासमा चाहिँ के को लागि हो अहिलेसम्म मलाई थाहा छैन है। के अरे यो किराहरू नपरोस् भनेर दिएको हो अरे क्या, के त मोइस्चर गर्नको लागि। ल ठिकै छ, यो यतिकै होस्। र अर्को यो डिजिआईको वारेन्टी कार्ड। त्यस पछाडि यो खाली। ओके, मेन आयो भन्नाले यो डन्ठा। यसको डन्ठा भनेर पनि यसको ट्राइपड है, ठक्क यसरी राखेर मोबाइललाई अडियो आउने यसरी। के छैन, यो साइडमा राखौँ मैले है त। ल, यो भयो हाम्रो। अर्को चाहिँ हाम्रो यो डाटा केबल। डाटा केबल भनौँ कि यो चार्जर केबल है। यसबाट डाटा ट्रान्सफर हुँदैन, यस चार्जर चाहिँ हो केबल। मेन चाहिँ हाम्रो रह्यो यो है। यहाँ चाहिँ अर्को मोबाइललाई माउन्ट गर्न एउटा चाहिँ क्लिप दिएको छ। के भन्छ यसलाई, क्लिप भन्छ, क्लिप त भन्यो भने जस्ट एउटा चाहिँ एल्युमिनियमको। यो एल्युमिनियम पनि होइन होला, जस्ट मेटल चाहिँ मेटलै हो। यो चाहिँ मोबाइलमा राखेर अड्काएर यहाँ चाहिँ होल्डरमा अड्काउने है। सो यस मेन भनेको हाम्रो हतियार भनेको यो है। अब यसको हामी अनबक्सिङ गर्न गइरहेछौँ। ल, आयो अब मेन हतियार। 3 एक्सिस गिम्बल भनेको रहेछ क्या। 1 एक्सिस भनेको अब 3टा मोटर त होला नि होइन। यसरी निकाल्ने, अब पुरा लिरिक हलिन्छ त हो। के खालको यो त नहलिनु पर्ने हो कि यस्तै हो खै। गाइस, कमेन्टमा चाहिँ लेखिदिनु होला है, के हो यो खासमा, जस्तै हो कि यो
लिरिक हल्लिने हो कि खै त कन्ट्रोलमै हुँदैन त ल एनिवे गाइस अब यसलाई म कहाँ गयो त्यो होल्डर ए यहाँनिर अब टाँस्छु र एउटा कुरा के भने नि जुन यहाँनिर यो होल्डर छ होल्डरको साइडमा अलिकति क्लिप दिएको छ एउटा साइडमा यो साइड र यो साइडमा ठ्याक्कै म्याच हुने गरी यो टाँस्ने क्या यसरी अब कस्तो डर म्याग्नेट हौ आम्मम यो गर्लफ्रेन्ड र बोयफ्रेन्ड जस्तो टाँसिन्छ रहेछ त च्याप्पै टाँसिन्छ रहेछ र त आम्मम ल गाइज म अब मोबाइल यहाँ एट्याच गर्छु है एउटा पुरानो मोबाइलले त एउटा अर्को मोबाइलले त अब मोबाइललाई यसरी राख्ने त भन्नु यसरी टाँस्ने होला है यसरी अड्काउने यसरी अड्काएर चाहिँ खै हौ गिम्बल भन्दा मोबाइलै ठुलो छ त नि के अरे गिम्बल भन्दा मोबाइलै अलिकति निकै ठुलो भएर युज नअटेको यो कभरको ब्याकग्राउन्ड कभरले गर्दाखेरि चाहिँ अड्केर यहाँनिर नभएको होला मैले यो कभर खोलेर मैले यसरी गरेँ यसरी गरिसकेपछि अब मोबाइललाई मैले यहाँ टक्कसँग अड्क्यो है अब यहाँ ब्यालेन्स मिलाउँछु ब्यालेन्स मिलाउनु पर्यो पहिले ठ्याक्कै बिचमा राखेर यतिको भइसकेपछि त अब कताबाट हो ल यस गाइज मेरो यो फर्स्ट एक्सपिरियन्स हो कस्तो हुन्छ अब आज म देखाउँछु है त ल मैले ठ्याक्कै ओपन गरेँ सुरुमा चाहिँ होइन सुरुमा मैले यो ट्राइपोड चाहिँ जोइन गरेँ यहाँ ट्राइपोडले के गर्छ भने यहाँ सपोर्ट गर्ने काम गर्छ है त मैले यो अब म यो ओपन गर्न गइरहेको छु जुन यो एम बटन छ यहाँ एम बटन भनेको हाम्रो पावर बटन म यहाँ लेखिरहेको छ एम बटन यानि यो चाहिँ रेकर्डिङ गर्नको लागि यो रेकर्डिङ बटन हो येलो कलर ओरेन्ज कलरको र यो फ्रन्ट क्यामेरा ब्याक क्यामेरा होरिजन्टल भर्टिकल गर्ने हो र हाम्रो यो रह्यो जोयस्टिक है लेफ्ट राइट तल माथि सार्ने हाम्रो यो जोयस्टिक हो र अर्को लेफ्ट साइडमा रहेछ यो हाम्रो यतापट्टि देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो यो जुम गर्ने बटन हो र त्यो भइसकेपछि अर्को हाम्रो पछाडि यहाँ बटन रहेछ है यो भनेको हाम्रो डिफल्ट बटन हाम्रो डबल क्लिक गरेपछि हाम्रो यो पहिलेको डिफल्ट पोजिसनमा आउँछ है ल अब हामी अन गरौँ है त एम बटनलाई प्रेस गरेर हामीले एम बटन प्रेस गरिसकेपछि एउटा टिङ आवाज आउँछ त्यो भनेको हाम्रो अन भयो भन्ने बुझिन्छ है त अब हुन त मैले यो मोबाइलमा अहिले इन्स्टल गरेको छुइनँ यसको एप अब म छिटै गर्छु 2 3 अनि अब म जोयस्टिकलाई अगाडि पछाडि दायाँ बायाँ गरी हेर्छु र कस्तो हुँदो रहेछ यो भने यस्तै गर्ने है ल यहाँ हुन त मलाई खासमा चाहिँ अलिकति पनि ज्ञान छैन अहिले यस मेरो फर्स्ट एक्सपिरियन्स चाहिँ हो अब कस्तो हुन्छ अहिले म देखाउँछु भिडियोमा देखाउँछु कतिको स्टेबलाइजेसन हुन्छ है अब यो रेकर्डिङ बटन यो चाहिँ हाम्रो कस्तो होरिजन्टल भर्टिकल गर्ने बटन है ल ठिकै छ गाइस अब हामी जाउँ बाहिर